Where you stand depends upon where you sit. माने तपाईको थट विचारधारा के छ भन्ने केसमा निर्भर गर्छ भने तपाईको पोजिसन तपाई कहाँ बसिरहनु भएको छ अनि where you stand भनेको चाहिँ तपाईको ओपिनियन के छ। मानिलिनुहोस् एउटा डिस्ट्रिक्ट म्याजिस्ट्रेटको उसको काम भनेको एउटा डिस्ट्रिक्टलाई स्मुथ चलाउनु, त्यहाँ कुनै प्रकारको झैझमेला नहुनु हैन, भायोलेन्स नहुनु। अनि हामी सोच्छौं नि हामी जनताले केही डिमान्ड गर्यो भने डीएम त्यसको अगेन्स्टमा हुन्छ, किनभने उसले उसको धर्म भनेको चाहिँ के हो, उसको मेन जब भनेको चाहिँ त्यो डिस्ट्रिक्टलाई शान्ति पीस बनाएर राख्नु। तर त्यहाँ पीस छैन भने ऊ त्यसको एगेन्स्टमा हुन्छ। माने एउटा मान्छेको विचारधारा चाहिँ कहाँबाट डाइरेक्सन हुन्छ भन्दाखेरि उसको त्यो मजबुरी हुन्छ। ऊ त्यो जग्गामा हुनु भनेको चाहिँ कसैबाट उसले डाइरेक्सन पाइरहेको हुन्छ। अनि मानिलिनुहोस् तपाईँ यात्रा गर्दाखेरि पनि एउटा ट्याक्सी गाडीमा चढ्नु भयो अनि त्यो ड्राइभरले त्यो 4 जनाको स्पेसमा 5 जना मान्छे हाल्यो भने त्यो पेसेन्जरलाई कति असुविधा हुन्छ। तर ड्राइभरको पर्सपेक्टिभमा तपाईले हेर्यो भने उसले चाहिँ जसरी भए पनि मालिकलाई धेर भाडा बुझाउनु पर्छ अथवा उसको एउटा क्राइटेरिया छ भाडाको हैन। अनि त्यो हुँदाखेरि चाहिँ फेरि त्यो ड्राइभरको पक्षबाट चाहिँ हामीलाई ठिकै लाग्छ। अनि यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ तपाईको एक्चुअल भन्नुको माने चाहिँ एक्चुअल ओपिनियन चाहिँ हैन, किनभने त्यो क्यापेसिटी 10 जनाको भने 11 जना किन हालिरहेको छ, त्यो त एक्चुअल ओपिनियन त होइन। अनि तपाईको पनि एउटा पदको मजबुरी हुन्छ हैन, कहाँ बसेको छ। अनि त्यही डाइरेक्सनले तपाईको विचारलाई समय अनि काल परिस्थिति अनुरूप बदलाइदिन्छ। मानिलिनुहोस् one company is facing difficulties, एउटा CEO ले त he prioritize more cost cutting measures to save the company हैन। अब कम्पनी डुब्न आँटेको छ अरे, कम्पनी एकदमै डिफिकल्टिज झेलिरहेको छ भने त्यसको माने चाहिँ उसले जति सक्दो त्यो कस्ट अफ गुड्स को प्राइस चाहिँ घटाउँछन्। अनि वेल इम्प्लोइ माइट फिल मेजर्स अनफेयर, उनीहरूलाई चाहिँ